राति भइरहेछ यता चाहिँ लगभग अहिले चाहिँ हामी ठ्याक्कै एलआरआईबाट अलिकति माथि छौँ हैन। आज हामी होल नाइट बाहिर बस्नेवाला छौँ। हाम्रो क्याम्पर भ्यान क्याराभ्यान गरिबको भ्यान माथि मनाङ जानलाई चाहिँ कम्प्लिट गर्न पाएको थिएन। स्विजरल्यान्ड पार्कमा जान्छौँ। यतातिर चाहिँ यताबाट लाग्यो भने चाहिँ तपाईँको ठ्याक्कै पुरानो नाइका यति उकालो सकिसकेपछि यहाँबाट आइपुग्दाखेरि चाहिँ हामी ठ्याक्क कहाँ आइपुग्छौँ होला त गेस गर्नु भाला। यो चाहिँ एकदम चितुवाहरू एकदम आउने ठाउँ। खोज्दा 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 आउँदा ठ्याक्कै इन्द्रदहको कालो पाण्डे अगाडिको ठ्याक्कै यो ठाउँलाई यस्तो पवित्र ठाउँलाई यस्तो फोहोर गरेर फोहोर चाहिँ नगरिदिनु होला। एक प्रेसर भात पकाउँछौँ हामी। यता थानकोट एरिया सबै देख्नु भइहाल्यो। यता अगाडि देखेको ठ्याक्कै सुरुङमा यहाँबाट हिँड्न लागिसक्यौँ होइन। यत्रो भइरहेछ अलिक फोहोर छ। मलाई टाइमै भएको छैन यसलाई। हेलो गाइज, गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु द च्यानल है। अब आज चाहिँ हाम्रो ठ्याक्कै टाइम भन्नु पर्दाखेरि चाहिँ ठ्याक्कै 29 अप्रिल 29 अप्रिल 9:56 भयो। राति भइरहेछ यता चाहिँ लगभग अहिले चाहिँ हामी ठ्याक्कै एलआरआईबाट अलिकति माथि छौँ होइन। अनि चाहिँ लाइट अलिकति अफ गरिदिएँ मैले। गाडीहरू धेरै छैन, एकदम पातलो छ। अहिले चाहिँ हामीले अब माथि यहाँबाट माथि पुरानो नेकाप स्विजरल्यान्ड पार्कभन्दा अलिकति माथि जाने प्लान गरिरहेको छौँ होइन। अनि त्यसपछि चाहिँ हामीले हल्का आज चाहिँ नाइट टाइमलाई चाहिँ कस्तो हुन्छ भनेर विचार गर्नलाई आज चाहिँ हामी होल नाइट बाहिर बस्नेवाला छौँ। हाम्रो क्याम्पर भ्यान क्याराभ्यान गरिबको भ्यान सबै भन्दो रहेछ। मैले चाहिँ युट्युबमा कमेन्टहरू पनि देखेको थिएँ, यता टिकटकमा पनि मैले देखेको थिएँ होइन। अब टिकटकमा पनि अनेक थरी कमेन्ट गरिबको भ्यानले यता भ्यान यता के भन्नुभएको थियो होइन। हाम्रो चाहिँ अब यो मिनी भ्यान हामीले चाहिँ यति जति गर्न सक्यौँ नेपालको कन्टेक्सुअल हेरेर हामीले चाहिँ त्यति नै गरेको हो होइन। अब आजको लागि चाहिँ हामी 3 जना जाँदैछौँ। हाम्रो अस्ति मनाङ गएको हामी 3 जना जाँदैछौँ। आज चाहिँ हामी रातभर बाहिरै बस्नेवाला छौँ। हेरौँ कस्तो हुन्छ टाइम होइन। अब मनाङको राइड पनि एकदम रमाइलो भयो होइन। मनाङको राइड पनि एकदम रमाइलो भयो। मनाङपछि हामी हिजो फुलचोकी गएको थियौँ। फुलचोकीको फुल भ्लग बनाएन किनभने यसको लागि हामीले नेक्स्ट भ्लग बनाउनेवाला छौँ। अब यसपछि चाहिँ अब हाम्रो माथि स्विजरल्यान्ड पार्क जुन चाहिँ हेभेन डाँडा भनेर अहिले एकदम फेमस छ। पुरानो नाइकाबाट माथि जानुपर्छ। लगभग त्यही कलङ्कीदेखि 13 किलोमिटरको डिस्टेन्स छ। 13 किलोमिटरको डिस्टेन्सपछि हामी ठ्याक्कै माथि स्विजरल्यान्ड पार्क पुग्न सकिन्छ। त्यसपछि हाम्रो अब अलिकति माथि स्विजरल्यान्ड पार्कभन्दा अलिकति माथि सिलौटो भ्यू पोइन्ट रिसोर्ट छ। त्यो चाहिँ हाम्रो आफ्नै दाइको हो। अनि त्योभन्दा ठ्याक्कै अलिकति माथि गएर हामी बस्नेवाला छौँ। आज चाहिँ 3 जना छौँ। हाम्रो सानोतिनो किनमेलहरू भइसकेको छ। यता ग्रोसरबाट किनेर लिएर आएको हो होइन। मार्टबाट हल्का फुल्का सामान ल्यायो, ग्रोसरबाट हल्का सामान लिएर आयो। अनि हामीले खाना चाहिँ बनाएर अब उहीँ गएर बनाइन्छ कि यहाँ बनाइन्छ अब प्लान गर्दैछौँ। एकछिन त्यो प्लान गरिसकेपछि तपाईँहरूले एकछिन यो भ्लगमा रहिरहनु पनि थाहा भइहाल्नुहुन्छ होइन। अब लोकेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो पुरानो नाइकाप हो होइन। पुरानो नाइकाप न्यू डायमन्ड स्कुल भनेर भन्छ यसलाई चाहिँ। एलआरआईबाट अलिकति माथि यो ठ्याक्कै अलिकति न्यू डायमन्डबाट अलिकति माथि भन्छ यसलाई चाहिँ होइन। यो लोकेसनबाट चाहिँ दहचोकको रोड हुँदै तपाईँहरू नागढुङ्गा निस्किन सक्नुहुन्छ। टोटल डिस्टेन्स 12 किलोमिटर छ यहाँदेखि नागढुङ्गासम्मको डिस्टेन्स। अनि अरू भन्दाखेरि चाहिँ अब माथि जाँदाखेरि त स्विजरल्यान्ड पार्कको हाम्रो पुरानो नाइकाबाट माथि छुट्टिन्छ। तर हाम्रो यो रोड जानलाई चाहिँ नमिलेर हामी तलबाट जान्छ होला। एकछिन तपाईँहरू हेरिसक्नु भइहाल्छ होइन। राइडमा चाहिँ हामीले हाम्रो भ्यानलाई पुरै कम्प्लिटली काम गर्न पाएको थिएनौँ किनभने अब हतारमा लिएको थियो। हतारमा लिइसकेपछि कम्प्लिटली काम गर्न पाएको थिएनौँ। हाम्रो अब 3-4 दिन भयो हाम्रो यताउताको कामहरू थियो होइन। त्यो कामहरू सकेर हामी एकछिनमा अब यो गाडीलाई पुरै यो भ्यानलाई चाहिँ हामीले टोटल्ली क्याराभ्यान बनाउने एकदम फुल मोडिफाई गरेर बनाउनेवाला छौँ। रिसेन्टली लियो भएर हामीले माथि मनाङ जानलाई चाहिँ कम्प्लिट गर्न पाएको थिएन गाडीलाई। यो पालि चाहिँ अब हामी कम्प्लिट गरेर मुस्ताङ राइड जाँदैछौँ। नेक्स्ट हाम्रो टार्गेट भनेको मुस्ताङ हुन्छ। मुस्ताङपछि रारा जाने प्लान छ। अब यो भ्लगमा रहिरहनु भयो भने यो च्यानल सब्सक्राइब गर्नुभयो भने माथि सबै यो यसको बारेमा भ्लगहरू सब आइहाल्छ। त्यसको लागि चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। लाइक सेयर कमेन्ट कस्तो लाग्छ सबै भनिदिनु होला होइन। अनि अब यसपछि हामी अब तपाईँलाई यहाँबाट मुभ हुने बेलै भेटौँ ल होइन। एकदम अब यहाँबाटको बाटोहरू तपाईँलाई अब अँध्यारोमा किन देखिन्छ र सक्नेसम्म देखाउने प्रयास गर्नेछु। अनि त्यसपछि अब माथि गएर के हुन्छ तपाईँहरू यो भ्लगमा रहिरहनु होला, देखिहाल्नुहुन्छ। आज चाहिँ हाम्रो यो नाइट आउटिङको चाहिँ हाम्रो आज फर्स्ट ओम्नीको हामी रात बिताउनु जाँदा चाहिँ हाम्रो यो फर्स्ट टाइम हो होइन। फर्स्ट टाइम आज हामी यता माथि स्विजरल्यान्ड पार्कमा जान्छौँ। यतातिर पुरै लाइन गइरहेछ। घरहरू त छ तर यो ट्रिपरको लाइटले गर्दा घरहरू देखिरहेछ। यता हाम्रो दाइ घर भयो। यताबाट हामी सुरुवात गर्दैछौँ। यताबाट हामीले आज प्लान भनेको हामी माथि स्विजरल्यान्ड पार्कसम्म जाने हो। हाम्रो यो फर्स्ट क्याम्पर भ्यानमा चाहिँ होइन। ल अब चाहिँ हाम्रो क्याम्पर भ्यान लिएर हामी मुभ हुन थाल्छ।
हाम्रो क्याम्पर रेडी। हाम्रो चाहिँ अब यो रातिको टाइममा आज हल्का टक्क लाएर हाम्रो क्याम्पर स्टार्ट भयो। यो चाहिँ हामी ठ्याक्क लाएर न्यू डायमन्डबाट हामी एलआरआईतिरको रोड लागिसक्यौँ। यहाँबाट अलिकति तल गइसकेपछि बाट लेफ्ट लाग्यो भने चाहिँ हामी माथि स्विजरल्यान्ड पार्कको लागि मुभ हुने बाटो हो। हाम्रो ठ्याक्कै एलआरआईको उकालो आइपुग्यो। जसले थाहा छ उहाँहरूलाई त थाहा भइहाल्छ। यहाँबाट लगभग कलङ्गी 1 किलोमिटर जति पर्छ होइन। यो गाडी खोइ के गरेको लाइट अन्त गाडी एकतिरको लाइटै नभएर बाइक होला भन्नु थालेको। यहाँबाट हामी लेफ्ट लाग्यो भने चाहिँ यो ओह्रालोबाट लेफ्ट लागिसकेपछि हामी ठ्याक्क पुग्छौँ माथि स्विजरल्यान्ड। त्यो चाहिँ अति नै उकालो छ। उकालो बाटोमा चाहिँ अति नै गाह्रो हुन्छ। यो भ्यानको स्ट्रिङ चाहिँ अति नै गाह्रो हुन्छ। यो भगिङ गर्दै हिँड्दा चाहिँ यो गाडीमा अति ओपर गाह्रो हुन्छ होइन। यतातिर चाहिँ पुरै लाइन गएको भएर पुरै जङ्गल जङ्गल जस्तो देखेको रहेछ क्यामेरामा, तर त्यस्तो चाहिँ छैन होइन। हामी जस्तो शान्त प्रेमी चाहिँ होइन होला ल। हामी डाँडा काँडामा गएर हामी बसिरहेको छौँ। के देख्नु पऱ्यो यो गाडीमा हो, यो ब्ल्याङ्केट हो। यस बाटो चाहिँ यहाँ पनि माथि छैन, हल्का अहिले रोड बिग्रेको रहेछ। अलिअलि खाल्टाखुल्टी अलिक बढ्ने भएछ यता। अब साउन्ड चाहिँ अब कम्प्रोमाइज गर्नुपर्ने साउन्ड आउँछ होला यसमा। खास चाहिँ साउन्ड क्लियर नआउन पनि सक्छ। अलि हाम्रो यो गाडी मेन्टेनेन्सको लागि अब छिटोभन्दा छिटो हाल्नेवाला छौँ। यो चाहिँ अहिलेलाई हल्का साउन्डहरू अलि बढ्ने आइरहेको छ गाडीको होइन। अस्ति मनाङपछि अलि बढी आएको हो, पहिलासम्म ठिकै थियो। यो मनाङ गएर आएपछि चाहिँ अलि बढ्ने आइरहेको छ यसको साउन्ड। चार कुना भएको ठाउँमा आइपुग्यो। चारको बाटो भएको ठाउँमा आइपुग्यौँ होइन। यो चाहिँ यताबाट लाग्यो भने चाहिँ तपाईँको ठ्याक्कै पुरानो नाइकाप लेफ्ट, यहाँबाट लेफ्ट गयो भने पुरानो नाइकाप पुगिन्छ। यताबाट स्विजरल्यान्ड हसनटार यो उकालो चाहिँ तपाईँको ठ्याक्कै पुरानो नाइकाप स्विजरल्यान्ड पार्क पुगिन्छ होइन। हाम्रो ओम्नीले यहाँ पनि साथ दिन्छ, मलाई थाहा छ। यस्तो उकालोहरू त केही पनि नर्मलै हो। अलिक बढी साउन्ड चाहिँ आइरहेको होला गाडीको, तर यो उकालो चाहिँ ओपरै अलिकति ठाडै उकालो छ। हेरौँ माथिसम्म मजाले नै तान्छ होला ओम्नीले। यता पनि रोडहरू राम्रै बन्द छ। अब टुरिस्टहरू बढी आउनु थालिसकेपछि यता त रोड बन्दै परिहाल्यो होइन। यता पहिरो गएकै गर्छ बर्खामा। यहाँबाट माथि चाहिँ एला भिला भन्ने हो, हाम्रो दाइकै रिसोर्ट छ यसको माथि चाहिँ। यो बाटो हिँडिरहने मान्छेलाई चाहिँ थाहा होला यो कतिको उकालो छ भने। यो चाहिँ लोत्तै लामो उकालो हो होइन। तल त्यही उकालो पर्छ। यो अब पुरानो गाडी भएर अलिकति ठुलो अवस्था आउने भइहाल्यो। यति उकालो सकिसकेपछि यहाँबाट आइपुग्दाखेरि चाहिँ हामी ठ्याक्क कहाँ आइपुग्छौँ होला त गेस गर्नु भयो होला। यहाँ पनि देख्ने मान्छेहरू त यहाँ आइरहने मान्छेले त थाहा भइहाल्छ। यो चाहिँ ठ्याक्कै हामी भन्नु पर्दाखेरि यो तपाईँको सेल्फी पोइन्ट पनि भन्छ। ठ्याक्कै यो सेल्फी पोइन्ट, यता तल रेस्टुरेन्टहरू छ होइन। अनि यहाँबाट यस्तो देख्छ काठमाडौँको भ्यू चाहिँ भन्नै पर्दाखेरि अति नै दामी नै देख्छ यतिखेरको टाइममा चाहिँ। हाम्रो बिहान त अब नआउने चान्सै भएन, जुन ठाउँ पनि पुगेकै हो होइन। यस्तो छ यहाँबाटको भ्यू हेर्दाखेरि। अब यहाँबाट लगभग हामी 5 किलोमिटर जस्तो आइसक्यौँ। अब यहाँबाट त्यस्तै 5 किलोमिटर 6-7 किलोमिटर जस्तो होला, एक्ज्याक्टली थाहा भएन। जो 14 किलोमिटरको डिस्टेन्स पर्छ माथिसम्म इन्द्रदहसम्म। त्यहाँबाट
यस्तो छ यहाँबाट एभेन्ट डाँडा पनि जान सकिन्छ हामी कहाँ पुगिन्छ हाम्रो केही टुङ्गो छैन जे होस् अब चाहिँ हामी मुभ हुन्छ होला एकछिन बसेर अब एकछिन सेल्फी डाँडामा रोकेर सेल्फी डाँडाको भ्यू हेरेर कलङ्की देखिरहेको छ यहाँबाट कलङ्की एकदम क्लियरली त्यो हेरेर जानेवाला छ यहाँबाट चाहिँ हामी यो हाम्रो सेल्फी डाँडाबाट चाहिँ हामी टक्क माथि मुभ हुन लागिसक्यो हेरौँ माथिको आजको के छ कन्डिसन अब यो हामी नैकाप गुम्बा कटेर अलिकति माथि आइपुग्यौँ ओ खतरा रहेछ त्यहाँनिर गुल्डुङ गर्ने बाटो रहेछ आफूलाई यादै भएन यो चाहिँ एकदम चितुवाहरू एकदम आउने ठाउँ खतरा ठाउँ भन्छ यसलाई चाहिँ यहाँ चाहिँ अस्ति नै एकचोटि खत्रै एक्सिडेन्ट भएको चाहिँ म त्यो टाइममा चाहिँ आइपुगेको थिएँ यहाँनिर यो चाहिँ अति डरलाग्दो लाग्छ मलाई चाहिँ यो एरिया होइन राइडरहरूको एरिया हो यो चार्नु बाइक जति स्पिडमा जसरी आउनुपर्छ हुन्छ यहाँनिर अब हामी तलबाट डेस्टिनेसन खोज्दा आउँदा ठ्याक्कै हिँड्नु तहको कालु पाण्डे अगाडिको ठ्याक्कै यो भ्यू टावर अगाडिको पार्किङमा आइपुगिसक्यो तर हामीले अहिलेसम्मको हाम्रो डेस्टिनेसन चाहिँ पत्ता लगाउन सकिएन अब अगाडि गएर हामी एकछिन भ्यू हेर्छौँ पानी जमेको रहेछ बाटो बिग्रिया पनि हुन सक्ने चान्स हामीले चाहिँ यहाँबाट पनि कालु पाण्डेलाई बाई बाई गर्दै गेट लाउनु भएको कारणले हामी त्यहाँबाट माथि जान नपाउने रहेछ त्यसपछि हामीले यो मन्दिर पनि यहाँ दर्शन गरिसक्यौँ यहाँबाट हामी तलमा उकालो चाहिँ यति धेरै उकालो पनि हाम्रो मजाले नै तानेर हामी उक्लेको थियो तर अब अहिले चाहिँ ओह्रालो सर गइहाल्छ अब अघि त बनाउनु सकिने यहाँनिर भिडियो अब स्टिङ यसको साह्रो छ मैले अघि भनिहालेँ त्यही भएर बनाउनु नसकेपछि अब हामीले एउटा पर्फेक्ट डेस्टिनेसन चाहिँ यही नै देखेको हो योभन्दा अलिकति तल छ त्यहाँनिर बस्ने कि हाम्रो आज क्याम्पिङ यहीँ हुन्छ कि भन्ने सोचे भएर हामी बस्नेवाला सोचिरहेछौँ यताबाट यता थाङकोटतिरको गुर्जोधारा नयाँ सुरुङ मार्गको रोड ठ्याक्कै देखिँदो रहेछ अब हामीले अघि देखेको पर्फेक्ट लोकेसन चाहिँ यो हो तर यहाँ चाहिँ अति नै फोहोर गरिदिनु भएको रहेछ है सबैजना आएर फोहोर गर्ने ठाउँ यो अब तपाईँको अघि भनेको गुर्जोधारा सतुङ्गल नैकाप यता थानकोट एरिया सबै देख्ने भइहाल्यो यता अगाडि देखेको ठ्याक्कै सुरुङ मार्ग आयल निगमनिरको एरिया हो यो चाहिँ ठ्याक्कै आयल निगम हो ऊ त्यो माथि प्राधिकरण यहाँ माथि चन्दगिरीको भ्यू अब यहाँ चाहिँ राखेर अब हामी बस्ने भन्ने प्लान भइरहेको छ यो कालु पाण्डे अगाडि हेरौँ के हुन्छ एकछिन अब यहाँ बसौँ हेरौँ यहाँ लाइट साइड पनि रहेछ हाम्रो आजको क्याम्प यहीँ हुन्छ होला भनेर हामीले गेस गर्न सक्छौँ हेरौँ के हुन्छ एकछिनकोमा ल हामी चाहिँ अब यो भ्यूमा आएर बस्नेवाला छौँ कस्तो लागिरहेछ हौ सोल्टेर रमाइलो ल चिल भइरहेछ अब हाम्रो त्यो हल्का सेटअप चाहिँ आज हल्का अलिकति फोरी छ मेसी छ होइन त्यसलाई चाहिँ इग्नोर गरेर हामी यतिकै बस्नेवाला छौँ हामी लिएको फिलिङ्स हामीले लिएको रमाइलो फिल गर्नुहोस् अब यसपछि हाम्रो यहाँ कुकिङ स्टपहरू सब निस्किँदैछ हाम्रो हल्का फुल्का स्टपहरू देखाइदिउँ केटा हो एक प्रेसर भात पकाउँछौँ हामी एक प्रेसर कुकर भात हाम्रो हल्का चिकन छ 3-5 किलो मासु चिकन 5 केजी छ अरे अनि त्यसपछि प्लस हाम्रो हल्का सफ्ट ड्रिङ्क्सहरू छ त्यो ड्रिङ्क्सहरू हानेर होइन अनि त्यसपछि यहाँबाट म भन्छु अब दाइको टिकटकको लाइभ बनाउँदै हुनुहुन्छ म युट्युबको लाइभ बनाइरहेको छु युट्युब च्यानल अब दुईतिर हेरिदिनु पर्यो सबैले माया देखाइदिनु पर्यो हाम्रो क्याराभ्यानलाई अझै राम्रो सेटअप हुँदैछ अब यस्तो घुम्न आउने ठाउँहरूमा चाहिँ हामीले यस्तो चिजहरू चाहिँ यसरी फाल्यो भने चाहिँ कहिले काहीँ गएर आफैले दुःख हुन्छ भनेर चाहिँ टक्कै यस्तो यो यस्तो खत्तम ठाउँमा आएर पनि बस्नु परेछ धेरै टाढा छैनौँ हामी यसको यहीँबाट यस्तो छ होइन अब यो ठाउँलाई यस्तो पवित्र ठाउँलाई यस्तो फोहोर चाहिँ नगरिदिनु होला
इन्द्र त अगाडि होइन। अब एकछिनमा अब यहाँ एकछिनको माहौल तातिनु पनि सक्छ, एकछिन बसौँ। मलाई त यहाँ चिसो भइसक्यो जस्तो गर्मीमा गाइज। म चाहिँ हुडी लाउनु थालेँ। ल हुडी लगाउनुहोस्। र आजको दिनमा चाहिँ यो भ्यू भयो, यस्तो छ यहाँको भ्यू। अब टाइम भन्नु पर्दाखेरि 12 बजेर 40 मिनट गयो होइन। अब हामी सुत्ने टाइम भयो, हाम्रो सुत्ने सेटअप आज यही नै छ। हामी सुत्ने यहीँ नै हो, टक्कै यहाँ होटल चाहिँ। तर यो अरू मान्छेको भएर हामी यतातिर केही पनि चलाउँदैनौँ। हामी चाहिँ अब सुत्नेवाला छौँ होइन। अब एकदम रमाइलो भयो हाम्रो। टक्कै यहाँ गीत चित उपर सुपर बजिरहेको थियो, यहाँ केटाहरू बसिरहेको साइडमा। टक्क खानेकुरा त्यहीँ नै खाएर रमाइलो गरेर बस्यौँ। अब यसपछि अब भोलि बिहान कति बजी उठिन्छ के हुन्छ त्यसपछि हामी त्यही बेला भेट्नेछौँ होइन। अब चाहिँ हामी सुत्नेवाला छौँ होइन। यो भ्यूलाई हामीले एकदम धेरै नै याद गर्नेवाला छौँ। आजको दिन चाहिँ एकदम धेरै रमाइलो नै भयो। हामी लगभग 8 बजे 9 बजी त्यस्तै कति बजीतिर चढेको थियो होइन। अब अहिलेको टाइम चाहिँ ठ्याक्कै तपाईँहरूले देखाइहाले 12:45 भयो। 12:45सम्म पनि अब 1-2वटा बाइकहरू यताउता आएर नै छ रोडमा। अब त्यसपछि अब यहाँबाट भोलि बिहान उठिन्छ। भोलि बिहान उठेपछि मैले तपाईँलाई मर्निङ भ्यू पनि देखाइहाल्छु। हाम्रो यो ओम्नीको अब एउटा नाइट स्ट्यान्ड भनेको कतै पनि भइरहेको थिएन। क्याम्पर भ्यान, क्याराभ्यान अब यो शान्तिनो अब अरू गाडीमा त गरेको थियो, भ्यानमा चाहिँ अलि थिएन, त्यही भएर हामीले चाहिँ एउटा गरेको हो होइन। त्यसपछि अब नेक्स्ट पनि हुन्छ होला, तपाईँहरूको साथ सपोर्ट भयो भने त हुने हो। लाइक सेयर सब्सक्राइब चाहिँ यो च्यानललाई गरिदिनु होला। यदि तपाईँलाई राम्रो लाग्छ भने, हेर्नु मन छ योभन्दा अरू पनि कुनै भिडियोहरू हेर्नु मन छ भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला। योभन्दा अरू त म के नै भन्नु सक्छु, हाम्रो बिहान यही नै हो। आज अलिकति मेसी छ, मैले तपाईँलाई भनिहालेँ। यसपछि अर्को सेटअप आउँछ, हामीले अब अर्को सेटअपलाई उता भनिरहेछौँ। अब मनाङ गएपछिको अब टाइम बिजी छ, यताउता कामहरू भइरहेको भएर चाहिँ यो गर्न सकिरहेको थिएन। अब भ्यानले चाँडोभन्दा चाँडो हामी अर्को बनाइहाल्छौँ। यसपछि अब सी यू टुमरो, बिहान कस्तो हुन्छ। गुड नाइट एभ्रिवान। नेक्स्ट डे। गुड मर्निङ गाइज। अब यो चाहिँ हाम्रो ठ्याक्कै हिजोको डेबाट आज डे 2 भयो होइन। यहाँ केटाहरू सुतिरहेछन् मस्त। म चाहिँ बिहान उठेर टक्क भ्यू हेर्दै आनन्दले अब ब्रेकफास्ट के गर्ने भनेर यहीँ खाने कि अब यहीँ नजिक आएको होटल छ त्यहाँ जाने भनेर डिसाइड गर्दैछु होइन। त्यहीँ पछाडिपट्टि हो, यहाँबाट नजिकै छ, धेरै टाइम लाग्दैन, 5 मिनटै पुगिन्छ। अब यो चाहिँ ठ्याक्कै माथि कालोपाण्डे नजिक केटाहरू यस्तो खुट्टा देखाएर सुतिरहेछन् मस्त होइन। अनि यहाँबाट देखिएको थानकोट भयो, त्यो नयाँ सुरुङ मार्गको बाटो पनि त्यही नै भयो। यो कालोपाण्डे छिर्नुको लागि ठ्याक्कै मेन गेट। अब यहाँबाट केटाहरूलाई उठाएर सायद तलै गइन्छ होला, यहाँ के बनाइराख्नु गाह्रो पनि हुन्छ। हामी चाहिँ हाम्रो क्याम्पिङ स्पटबाट अब यहाँबाट हामी निस्किन लाग्यौँ। हिजोको भ्यू हाम्रो यस्तो यहाँबाट यति परको भ्यूहरू थियो होइन। अहिले म यहाँ तल रोडबाट देखाइहाल्छु। हाम्रो केटाहरू सबजना उठिसक्यो, यहाँ मजै भयो। लगभग त्यस्तो साह्रो गाह्रो भएन होइन। साह्रो भयो त होइन हो, ठिक छ नि एकदम होइन। ल अब हामीले रमाइलो गऱ्यौँ। हिजो राति यहाँ बसेर खाइएको थियो, सबै भिडियोहरू हेरिहाल्नु भइहाल्यो। यस्तो चाहिँ यहाँबाट यो इन्द्र द यहाँबाट लगभग त्यो माथि गएपछि त्यो देखेको मनोकामना मन्दिर, त्योभन्दा माथि अलिकति माथि कालोपाण्डे, त्यसपछि इन्द्र द भनेर चिनिने ठाउँ यही नै हो होइन। यहाँबाट हामी मुभ हुन्छौँ। अब बिहान भइसक्यो, अब अरू कामहरू पनि दिउँसो गर्नु पनि पऱ्यो, त्यही भएर यहाँबाट हामी मुभ हुन्छौँ। अब हिजो आउँदाखेरि यो बाटो पुरै अँध्यारो थियो, बाटो पनि बिग्रेको थिएन। यहाँनिर चाहिँ अब यो बिग्रेको 2 वर्ष भइसक्यो होला, ठ्याक्कै यहाँनिर अलिकति फाल्टो जस्तो परेको 2 वर्ष भयो। 2 वर्ष अगाडि आउँदाखेरि पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै नै छ। यो रोड चाहिँ खै कतिखेर यति बनेको, माथि उपराष्ट्रपतिज्यू बस्नुहुन्छ भन्ने सुनेको थिएँ, तर खै यति बाटो चाहिँ कहिले पनि बनेको देख्न सकिनँ मैले होइन। अब यो टर्निङबाट अलिकति तल गएपछि चाहिँ हाम्रो दाइको सिलौटो भ्यू पोइन्ट रिसोर्ट छ। त्यो सिलौटो भ्यू पोइन्ट रिसोर्टमा एकछिन बसेर त्यहाँ ब्रेकफास्ट हाम्रो त्यहीँ ब्रेकफास्ट खाएर अनि त्यसपछि तल मुभ भएर त्यसपछि कामतिरै हुन्छ होला। काम पनि छ आज धेरै नै। यहाँ पनि यति बाटो बिग्रेको धेरै भइसक्यो, अहिलेसम्म पनि बनाएको छैन रहेछ यो बाटो। अब यो त्यता चाहिँ नेपालको बाटो कहिले राम्रो हुने हो कहिले पनि सोच्नै नसक्ने कुरा भइसकेको छ होइन। गभर्मेन्टसम्मको ठ्याक्कै डिस्टेन्स भन्नुपर्दाखेरि चाहिँ लगभग 11 किलोमिटर पर्छ। 11 किलोमिटर डिस्टेन्स पुरै पिचै रोड छ, कहीँ त्यो अघि देखाएको 2 ठाउँ मात्रै अलिकति बिग्रेको रोड हो। यहाँबाट यहाँसम्म आइपुग्दाखेरि एकदम रमाइलो, नेचर लभरहरूको लागि चाहिँ एकदम रमाइलो ठाउँ हुनसक्छ यो ठाउँ चाहिँ होइन। तर गुम्बाहरू छ त्यस्तै। अब तपाईँको हेभेन डाँडा पनि यहीँ नजिकै नै पर्छ, यसको तल 2 किलोमिटर अलिकति तल गयो भने हेभेन डाँडा पनि यहीँ नै पर्छ। यो ठाउँ चाहिँ एकदम काठमाडौँको एकदम नजिकको रमाइलो ठाउँ भने चाहिँ यही नै हो जस्तो लाग्छ मलाई चाहिँ।
यो देखेको रोडहरु चाहिँ टक्क त तलको दचोक रोड त्योभन्दा पारिपट्टिको त्यो चाहिँ अहिले नयाँ बन्न लागेको सुरुङ मार्गको रोड हो हैन यस्तो छ यहाँनिर पुरै माथि बादलै बादल जंगलको बीचमा प्लटिङ पनि यस्तो छ है डेन्जर है हाम्रो केटाहरु कतिको फ्रेस छ त आज फुल फ्रेस हो ल हाम्रो यो भ्यानको आजको नाइट एकदम फ्रेस नै छ त्यस्तो बाहिर सुतेर एकदम त्यो भएको जस्तो छैन हैन यहाँ हाम्रो सिलौतो भ्यू पोइन्ट रिसोर्टमा हामी मास्तिर मुभ हुँदै छौं अहिले सिलौटो भ्यू पोइन्ट जाने बाटो पनि अलि ठुलो बनाएर छ टक्क कार पार्किङ माथि नै हुने हिसाबले बनाएको रहेछ नि दाइले अति राम्रो लाग्दैछ ओ ठिकै छ ल ठिकै छ त्यो अटो हाले अडियो हैन अहिले चाहिँ एकदम राम्रो बनाएको छ नि दाइले हैन टक्कै यतापट्टि पहिला चाहिँ यतिको यो हटहरु यताउता बनाएको थिएन फर्स्ट स्टार्टिङमा चाहिँ यही माथिको हटमा त त्यो किचन भइहाल्यो नो इन्ट्री उता वाशरुम छ उता त्यो भन्दा उतापट्टि तपाईको 4-5 वटा कटेजहरु छ तपाईहरु आएर यहाँ बस्न पनि सक्नुहुन्छ हैन उता पर टेन्ट पनि छ अहिले चाहिँ यो रिसोर्टको म सानो भिडियो मात्र बनाउँछु हैन यदि तपाईहरुलाई यो रिसोर्टको फुल भिडियो चाहिन्छ भने पनि कमेन्ट गर्नु होला त्यसको म फुल भिडियो लिएर आइहाल्छु यो च्यानलमा बसिरहनु भयो भने त्यो सबै भिडियो A to Z यो सिलौटो रिसोर्टको प्राइस यताउता सबै भिडियो बनाएर म तपाईको अगाडि सबै लिएर आइहाल्छु हैन तपाईको अब यो रिसोर्ट त्यस्तो सारो हाई पनि छैन प्राइसहरु सबै रिजनेबल प्राइसहरु नै छ हैन अलिकति अब नेचर लभरहरुको लागि चाहिँ एकदम रमाइलो पनि छ यो ठाउँ अब माथि बसेर माथि कटेजमा बसेर आनन्दले आफ्नो कपालसम्मको टाइम स्पेन्ड पनि गर्न सक्नुहुन्छ प्लस यहाँ नाइट स्ट्यान्ड गरेर तल 2-4 वटा रुमहरु पनि छ त्यो रुममा पनि बस्न सकियो पछाडी टेन्टहरु छ सबैमा बस्न सकियो यो रिसोर्टको सबै भिडियो चाहिन्छ भने पनि A to Z त्यसको लागि चाहिँ म लिएर आउने छु तपाईहरुलाई चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला अब देखिएको एकदम रमाइलो दचोक एरिया प्लस पुरानो काप एरिया अनि त्यसपछि अलि पर एरिया छ थानकोटहरु यो सतुङ्गल गुजुदार एरिया पर्छ हैन अब यहाँबाट मुभ भएर हामी तल गएर हिजोकै ठाउँमा एकछिन बसेर खाना खाएर त्यहाँबाट फेरि मुभ हुन्छ हामी चाहिँ एकदम थकित भए जस्तो भइसक्यो अब यहाँबाट हामी सबजना मुभ हुनुपर्छ हाम्रो ओम्नी चाहिँ यस्तो राम्रो ओम्नी चाहिँ खतरो भइरहेछ अलि फोहोर छ मलाई चाहिँ टाइमै पाएको छैन यसलाई सफा गर्ने यता गर्ने टाइम नपाएको भएर चाहिँ अब यसलाई अलि टाइम दिनुपर्ने जरुरत देखिरहेछौँ केही टाइममा सबै हामी यो एकैचोटि मेन्टेन गर्न भनेर राखिरहेछौँ केही टाइममा मेन्टेन गर्छौँ अहिले हालसालै चाहिँ मेन्टेन गर्नेवाला छैनौँ हामी हैन अब हेरौँ अब चाहिँ मलाई एकदम धेरै गाह्रो भएर हैन गाह्रो नै भयो भनौँ अलिकति चलाउँदा अति नै थाकिरहेछ अस्तिदेखि रेगुलर भइरहेछ त्यही भएर एकछिन मोटर साथी चलाउँदै हुनुहुन्छ हैन अनि त्यहाँबाट अब अहिले चाहिँ न्यू डायमन्ड अगाडिको अस्ति हिँडेकै बाटो आइपुग्यो अब न्यू डायमन्डबाट यहाँबाट अगाडि गइसकेपछि अलिकति अगाडि गएर कलङ्की भेटिन्छ कलङ्कीबाट हामी कस्तो लाग्यो यो भिडियो कमेन्ट गरिदिनु होला हैन अब थ्याङ्क्स फर वाचिङ गाइज यति समय हेरिदिनु भएकोमा कमेन्ट गरिदिनु होला भिडियो कस्तो लाग्दैछ भनिदिनु होला